हेलो वेलकम टु कार्की भ्लग भन्दै फेरि हामी आइसकेका छौँ पोखराको आस्था होटलमा। अनि हामीहरू चाहिँ बाहिर निस्कन लाग्छौँ। अब ल साथीहरू, हामीहरू चाहिँ लेक साइडतिर टक्क तरिकामा जाँदैछौँ केटाहरूसँग। आज पोखरातिर पुग्यो टक्क तरिकामा होइन। अब पानीले पनि स्वागत गरिहाल्यो। अनि यसो सुदूरपश्चिमतिरकै केटाहरू छौँ, कर्णाली सुदूरपश्चिमतिरको। यसो रमाइलो हानौँ होला अब। अरू के छ बट्टा यार, आज तालबराईको अवस्था गुड छ गुड। खोइ केटाहरू छैन होइन, के छ फ्रेस भइरहेछ नि माइन्ड एकदम। अरू के छ हल्ली चल्ली आज के कस्तो लाग्दैछ टक्क तरिकामा? मिटअप कार्यक्रम एकदम राम्रो भइरहेछ। अनि यताको कार्यक्रम सिद्धियो, अर्को ठाउँको कार्यक्रम गर्ने एकदम व्यस्तताको कारणले म भ्लगमा हेर्न पाइरहेको ल त। अब त्यसो भए जाउँ त अर्को कार्यक्रम गर्न। ल हाम्रो कार्यक्रम सिद्धिया छ है यतातिर। यता सिद्धिसक्यो। खोइ अगाडि अगाडि हिँडेर हुन्छ नि देखिनु पर्छ। के छ हाम्रो भेटघाट भयो पोखरामा होइन। पोखरातिर छ होइन। पोखरामा अब भिसा सिसा लगाएर पोखरामा भिसा लसिसा लगाएर तालबरेनमा डुबुल्की हान्ने हो। डुबुल्की हान्ने अब त्यस्तै छ। के गर्ने भिसाहरू गाइज, हाम्रो अब तिग्रा देख्ने बित्तिकै हुन्छ खराब बानी छ अरूको तिग्रा हेरेर होइन। त्यही भएर ठिक छ। ल आगम सर, के छ अवस्था? रमाइलो छ आजको अवस्था, मौसम रमाइलो। अनि यतातिरको के छ अवस्था? केही छ। अब भोलिको लागि हामी नर्भस पनि छौँ, हामी हल्का खुसी पनि छ। अब पहिलेदेखि नै हामीले चाहिँ यस्तै गर्दै आएको होइन। मिटर ब्याजमा सरजी ठिकै छ, रमाइलो छ। जे होस् हाम्रो दुःख पोख्न पायौँ, हाम्रो साथीहरू भेटियो होइन। एकदम रमाइलो लागिरहेको थियो। भन्दा ठुलो खुसी मेरो लागिरहेको थियो। धन्यवाद। धन्यवाद नभनेर कसरी हुन्छ? एकदम हर्षित भइरह। अलिकति नर्भस चाहिँ अब भोलिको प्रिपेरेसनको लागि। जे पनि ठिक छ, अब एकदम गुड होस्। त्यही भन्दै अहिलेलाई बिदा हुन्छौँ। ल साथीहरू, हामी तालबराई मन्दिरमा जाँदैछौँ। टिकट पनि लगिसक्यौँ। अब डुङ्गा चढ्न चाहिँ बाँकी छ है। ल टक्क त्यसपछि अब हामी देखाउँछौँ टाइममा टक्क। त्यही त हाम्रो अपडेट जाने हुनुहुन्छ। ल सरजी, यता हामी अब रेडी पोजिसनमा छ भाइ। मान्छेहरू के हुनु यस्तै छ। अब भोलि तयारीमा छौँ हामीहरू उतादेखि। एकदम ल ल ल हामीहरू डुङ्गा चढिसकेका छौँ टक्क तरिकामा। अब जाँदैछौँ तालबराई मन्दिरमा। हामी पुग्ने चाहिँ यता हो। बिचमा गाउँले हुन्छ। पानी पर्दैन जस्तो छ यार। पानी त तातो हुन्छ त। यताउता पनि देखाउँ डक्क हाम्रो पोजिसन त मिलिरहेको नि बसाइको एकदम। डुङ्गा साला सम्झनामा तिम्रो तस्बिर थाला। भाँसैको सोई नुगेर आयो टेकेर। म घुम्दै आएको यो नौलो ठाउँमा तिमीलाई देखेर
आइदेऊ माया साइली दिलै खोलेर मनको मुखैले बोलेर वाकालमा साइली ढुङ्गा सम्झनामा तिम्रो तस्बिर छालाला डाँडामुनि ताल पर्यो राम्री त तिमी राम्री मैया मलाई किन गाल बार्यो को चाल तर तिम्रो सबै राम्रो झनै राम्रो आँखा परिक्रमा गर्ने ल हाम्रो चाहिँ तालबराईको परिक्रमा सुरु भइसकेको छ। अब मन्दिरमा जान मात्र बाँकी। एकदम हाम्रो वाला आउँदैन। हजुर एकदम छ मोबाइल साथी क्लियर देखायो। ल साथीहरू हामी चाहिँ तालबराई मन्दिरमा चाहिँ टक्क पूजापाठ गरेर चाहिँ बाहिर निस्किसकेको छौँ। अब हाम्रो चाहिँ यता फोटोसोटो भन्ने कार्यक्रम हुन्छ, त्यसपछि हामी फेरि ढुङ्गा चढेर चाहिँ टक्क रुमतिरको लागि कार्यक्रम सुरु गर्नेछौँ होइन। अहिले हामी छुट्टिन चाहन्छौँ। बाई बाई। आज यस्तो अवस्थामा हामीहरू यता बाँचिरहेको छौँ यार। -1 डिग्रीमा। ल हाम्रो टोली चाहिँ फर्किन लाग्छौँ है अब तालबराई मन्दिरबाट टक्क चाहिँ। ड्राइभरको कमी भयो यहाँ आफैले एकदम त्यसै टिकटमा ल हामीहरू कतैमा आइसकेका छौँ है। ल तालबराईबाट ल देखियो केटाहरू ल ल फाइनली हामीहरू चाहिँ रुममा पुगिसकेका छौँ केटाहरू चाहिँ। अब यसो पेट पूजा गर्नु पर्यो एकछिनमा, अनि पछि अब भोलि त्यस्तै छ। अब पर्सि चाहिँ ताप ल चारजना यता है।